हामी नेपालीलाई जहाँ गए पनि अलिकति हरियो परियो देखियो भने चाहिँ मर्ने छैन भने चाहिँ जे पनि खानुपर्ने। यसलाई चाहिँ सिस्नु मानेर खानुपर्ने छ। यो आफ्नो देशमा चाहिँ झरझर परिगएको सिस्नो हुन्छ, बडे मानको झाङ। यहाँ चाहिँ यसरी हातले टिपेर खाइन्छ सिस्नो। सिस्नोकै टेस्ट चाहिँ आउँछ पकाएपछि, तर स्मेल पनि हल्का सिस्नै जस्तो आउँछ। अहिले भरे बुढीले चाहिँ हे पुनम यो के खाएको, यो मर्छेस भन्छ फेरि, होइन बिरामी हो त भन्छ। तर पकाएर चाहिँ लगेर खान छोडिँदैन। अहिले चाहिँ यो जाडोको सिजनमा उम्रिन्छ क्या यसरी यो सिस्नो। अनि यहाँनिर मैले आलु रोपेको थिएँ, आलु पनि आउँदैछ। यो खासमा मेरो आलुबारी हो क्या, यो आलुमा उम्रेको हो। यो आफै आउँछ, यस्तै उम्रिन्छ। अनि यसरी टिपेर लगेर खानुपर्छ सिस्नो रे। यो हातले टिपेर लगेर खानुपर्ने। कहाँ अब हरियो परियो स्वास्थ्यवर्धक हुन्छ नि त, स्वास्थ्यलाई राम्रो अरे, फाइदाजनक। ल लगेर पकाएर खाउँ यो चाहिँ। ला पोख्यो त हौ। बाजेको खाना पनि रेडी भयो। नाइस। एक्लै खान पनि झरी पर्दाखेरि एक्लै सिस्नु भात खान पनि ओहो साह्रै मिठो। सिस्नु टिमुरको अचार होइन, जाडोमा यस्तो मिठो हुन्छ नि। यस्तो स्वादिष्ट छ त सिस्नुसँग खाना खान। मेरो स्पुन पनि फेरि सानो छ र कत्रो छ त। डाडु चाहिँ बाहिर चाहिँ पानी परिरहेछ होइन। अनि टिमुरको अचार यसरी लसुन टिमुरको अचार लगाएर खाँदाखेरि त यो झरीमा वाह रे वाह। नाइस, पर्फेक्ट। खाना पनि झर्छ त।